शरीरको हरेक रोग पेट र आन्द्राबाट सुरु हुन्छ। यो कुरा चाहिँ आजभन्दा हजारौं वर्ष पहिला चरक संहितामा लेखिएको छ। त्यति मात्र होइन, आधुनिक चिकित्सा विज्ञानका पिता मानिने हिपोक्रेट्सले त त्योभन्दा अगाडि के भनेका छन् भने आन्द्राबाट हरेक बिमारी उत्पन्न हुने मात्रै होइन, तपाईको मृत्यु पनि त्यही लेखिएको हुन्छ। अहिले आएर आधुनिक चिकित्सा विज्ञानले पनि त्यही भन्छ, योर गट रिफ्लेक्ट्स योर ओभरअल हेल्थ। शरीरको अधिकांश असाध्य रोगहरू पेट र आन्द्राबाटै सुरु हुन्छन्। यसको पछाडिको कारण हो हाम्रो आन्द्रामा बस्ने सूक्ष्म जीवाणुहरू यानी कि गट ब्याक्टेरिया। यो कीटाणुहरूसँग चाहिँ हाम्रो पाचन शक्ति मात्र होइन, रोग प्रतिरोधात्मक क्षमता, तौल नियन्त्रण र हाम्रो मानसिक स्वास्थ्यको पनि गहिरो सम्बन्ध हुन्छ। खासमा के हो त यो गट माइक्रोबायोटा? आउनुस् आज कुरा गरौँ। हाम्रो आन्द्रामा 30 ट्रिलियन भन्दा बढी चाहिँ सूक्ष्म जीवाणुहरू यानी कि गट माइक्रोबायोटा हुन्छ। एउटा मानसिक तथा शारीरिक रूपमा स्वस्थ मान्छेमा पेटमा हुने अधिकांश कीटाणुहरू पनि स्वस्थ नै हुन्छ, यानी कि हेल्दी ब्याक्टेरियाको जनसङ्ख्या अत्याधिक हुन्छ। तर गलत खानपिन र जीवनशैलीले गर्दा गुड ब्याक्टेरियाको जनसङ्ख्या चाहिँ कम हुन थाल्छ र ब्याड ब्याक्टेरिया यानी कि खराब कीटाणुहरूको जनसङ्ख्या चाहिँ बढ्न थाल्छ। यो खराब खालको कीटाणु बढ्नको कारणले गर्दा नै हामीलाई ग्यास्ट्रिक हुने, खाना नपच्ने, पखाला लाग्ने, पेट र आन्द्रामा अल्सर हुने, जसलाई चाहिँ अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज भनिन्छ, मोटोपन हुने, फ्याटी लिभर हुने, पार्किन्सन्स, अल्जाइमर जस्ता दिमागको बिमारीहरू हुने, मुटु रोग, डायबिटिज र डिप्रेसन जस्ता बिमारीहरू पनि हुन सक्छ। आज म हाम्रो आन्द्रामा चाहिँ राम्रो खालको कीटाणुहरू बढाउनलाई चाहिँ कस्तो खानेकुरा खाने र कस्तो खानेकुरा नखाने भन्ने बारेमा चाहिँ कुरा गर्न गइरहेको छु। यसमा चाहिँ विशेष गरी दुई खालको खानेकुरा हुन्छ। एउटा चाहिँ प्रिबायोटिक्स भन्छ, जसले राम्रो खालको कीटाणुहरूको जनसङ्ख्या बढाउनलाई चाहिँ मद्दत गर्दछ। अर्को भनेको चाहिँ प्रोबायोटिक्स भन्छ, जसमा चाहिँ राम्रो खालको कीटाणु पहिलेदेखि हुन्छ। प्रिबायोटिक बढी भएको खानेकुरामा पर्छ पहिलो कुरा गेडागुडी जस्तो चना, राजमा भयो, र तरकारी र हरियो सागसब्जीमा पर्छ पालुङ्गो, तोरी र मेथीको साग, त्यस्तै फर्सी र प्याजमा पनि प्रिबायोटिक्स प्रशस्त मात्रामा पाइन्छ। कोदो, फापरको रोटी तथा ढिँडो, ओट्स अनि भटमासको अचारमा नि प्रशस्त मात्रामा प्रिबायोटिक्स भन्ने चिज चाहिँ पाइन्छ। स्याउ, अम्बा, केरा जस्ता फलफुलहरूमा पनि प्रिबायोटिक्स धेरै मात्रामा पाइन्छ। अब जाउँ प्रोबायोटिक्स यानी कि स्वस्थ खालको कीटाणु नै पाइने खानेकुराहरूको। यसमा पर्छ फर्मेन्टेड खानेकुरा यानी कि कीटाणु उम्रेको खानेकुराहरू। त्यसमा पहिलो नम्बर पर्छ घरमा बनेको दही र मोही। त्यसपछि अर्को नम्बरमा हो गुन्द्रुक, सिन्की र मस्यौरा, अनि तेल र नुन नराखिकन बनाएको अचार। अब कुरा गरौँ खराब खालको खानेकुराहरू, जसले चाहिँ स्वस्थ कीटाणुहरूलाई मारेर खराब खालको कीटाणुहरू यानी कि ब्याड ब्याक्टेरियाहरूको जनसङ्ख्या चाहिँ हाम्रो आन्द्रामा बढाउँछ र त्यसले गर्दा चाहिँ हामीलाई धेरै रोगहरू लाग्ने सम्भावना बढ्छ। पहिलो नम्बरमा हो रक्सी र धुम्रपान, धेरै तेल मसला भएको र प्रशोधित खानेकुराहरू जस्तो चाउचाउ, चाउमिन, चिप्सहरू भयो, फ्राइजहरू भयो, बर्गरहरू भयो, पिज्जाहरू भयो, बजारमा पाइने चिनीयुक्त पेय पदार्थहरू र एन्टिबायोटिकको जथाभावी प्रयोग गर्दा के हुन्छ भने एन्टिबायोटिकले खराब खालको कीटाणु र राम्रो खालको कीटाणुहरू चिन्दैन, यसले दुवै खालको कीटाणु मारिदिन्छ। त्यसले गर्दा खराब खालको कीटाणुहरू बढेर हामीलाई रोग लाग्ने सम्भावना त एकदमै धेरै बढी हुन्छ। याद गर्नुस्, स्वस्थ जीवनको लागि स्वस्थ आन्द्रा र आन्द्राभित्रको स्वस्थ कीटाणु हुनु एकदमै जरुरी छ। अन्तिममा यो हिपोक्रेट्सको यो भनाइ हेर्नुस्, हाम्रो खाना भनेको नै हाम्रो औषधि हो र हाम्रो औषधि भनेको नि हाम्रो खाना हुनुपर्छ। यदि यो जानकारी उपयोगी लागेमा आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्नुस् र लाइक गर्नुस्। धन्यवाद।